आमा छ यहाँ मक्ख परेर आमा चाहिँ हामी चाहिँ लिन जानु लाग्यो। हाम्रो मामा हुनुहुन्छ यहाँ, ठुलो मामा, कान्छा छोरा यहाँ, ठुलो छोरा। अब हामी दिदीलाई लिन जान्छौँ। ल यता हेर प्रितम, हाँस अलि। ल जाउँ ल ल बाबा अगाडि बस्नु। यता बुझु ल कान्छा बसौँ, ल बसौँ हामी। कति उठ्यो हो? अहिले चाहिँ हामी एयरपोर्ट आइसक्यो दिदीलाई लिनलाई। अब यहाँ छ प्रितम, प्रितम र मेरो बाबा दिदीलाई कुरिरहेको छु। अब ल्यान्ड भइसक्यो, अब एकछिनमा ट्याक्क भेटिन्छ। दिदी आइपुग्यो। यता प्रितम छ, यहाँ हाम्रो लाउरेनी। वेलकम टु नेपाल। यता छोरा कान्छाको पोज नै त्यस्तो छ। आमा छोरा रातै मात्रै ल्याइदिन्छ त तपाईँहरू। अनि यता बाबा गोजी माता हिँड्दै बाबा चाहिँ लाउरे आयो। तपाईँले आउने यसरी ल है सामानहरू गर ल भित्र हिँड्नु। म दिन्छु कसो लाग्यो छोडी भेटेर? नानी बल्ल आयो। आन्टी नमस्ते। सुत्नु भएन? यति सामान होइन पेपर चम्चा चलेगा के कुन त यो चाहिँ दिदीले ल्याउनु भएको चक्लेट। अनि यता जुत्ताहरू पनि छ हैन। यता नि भारी देखाऊ, यता नि दिदीलाई पनि देखाऊ। त्यसमा पनि छ। कस्तो लागिरहेछ नेपाल आएर? रमाइलो लाग्छ, धेरै रमाइलो लाग्छ। मुखमै लिएर खाएको।